गाइस आज चाहिँ हामी बाहुनठान पिकनिक हिँडेको यहाँ बोरा बोकाइमा पर्यो सुरुमै हैन बोक्छ कहाँ काल्दा यत्रो ल हामी चाहिँ गएको अगाडि सबैजना गइसक्नु भयो आज चाहिँ जे होस् फेरि धेरै पछि बाहुनठान आउने मौका पाइयो यो चाहिँ हाम्रो लुका भाइ हुनुहुन्छ तपाईको यसो भनिदिनुस् न आजको बारेमा विशेष गरेर आज चाहिँ हामी यहाँ बाहुनठानमा आएको सानो पिकनिक जस्तै गरेर है यो सबै कुरा एकदम रमाइलो हुँदैछ हैन के हो ओके हामी अगाडि जाँदैछौँ बाटो त अप्ठ्यारो छ त कसरी जाने हो उहाँ गडे यहाँ कसरी चेन्ज गर्ने हो ल यहाँ बोरा बोक्ने जति पछाडि बस्नु होला हेलो म्याम मर्सी हाउ आर यु सक्ने चाहिँ उहाँ चाहिँ हाम्रो दाजु धेरै टाढाबाट आउनुभएको कसरी जाने हिँडेर जाने स्टप यसलाई स्टप गरौँ एकछिन ल गाइस फाइनल्ली उकालो पनि कटियो ल नाचम राख न यार भुइँ दा यसुला हाम्रो प्यारी बहिनीहरू खतरा बजाउनु भयो त मादल त यो माथि जान नसकेर ब्रेक गरेको एकछिन फाइनल्ली गाइज हामी हाम्रो गन्तव्यमा आइपुग्यो यो ठाउँमा हामी सबैजनालाई आज वेलकम गर्दछौँ आजको पिकनिकमा डाँडाको प्रार्थनामा हेलो काली बहिनी आजको विषयमा के भन्न चाहनुहुन्छ तपाईँ आजको विषयमा आज चाहिँ धेरै रमाइलो हुन्छ ल रमाइलो गर्नुपर्छ है उता हाम्रो पाहुनाहरू पारीबाट आउँदै हुनुहुन्छ पल्लो डाँडाबाट पनि हेलो एन्जुन उहाँ हाम्रो चाहिँ सरसफाइको दाजै बिहानै आएर यहाँ सब झाडु लाएर ठाउँ रेडी बनाउने दाई हुनुहुन्छ उहाँलाई बिदाईको बेलामा चाहिँ 1000 रुपियाँ बक्सिस दिनुपर्छ म परिचय दिने क्रममै छु आदरणीय मेरा प्यारा प्यारा दर्शकबिनहरू र म यसै परिचयको खण्डलाई म जोड्न चाहे हाम्रो बिचमा एकदम सरसफाइ विभागका संयोजकज्यूहरू हुनुहुन्छ हाम्रो बिचमा है र त्यसपछि मेरो पछाडि हेर्न सक्नुहुन्छ र हजुरले यहाँ सबैजना नाच्दै बाहुनठान भन्ने यही हो राम्रो रहेछ त वाउ दामी दामी ल
आहै आहै